नमस्ते साथीहरू, सन्चै आरामै हुनुहुन्छ? म चाहिँ धेरै टाइम भयो साथीहरू भनौँ न, मलाई एउटा भन्न मन लागेको कुराहरू चाहिँ जोसँग सम्बन्ध छ नि, जो चाहिँ जस्तो छन् त्यहीमा चाहिँ फोकस के है। मैले अरूलाई चाहिँ मैले कसैको नाम पनि तोक्दिनँ, मैले कसैको केही नै तोक्दिनँ साथीहरू। जो म यस्तो रहेछु, म अहिले बानी सुधार्नु पर्छ भनेर चाहिँ भन्नुहोस् है साथीहरू। अर्काका कुरा काट्दै हिँड्ने, अर्काको चासो गर्दै हिँड्ने साथीहरू, भार नभएको कुरा काट्ने आइमेहरू हजुरहरूकोतिर छन् कि छैनन् साथीहरू? हजुरहरूको जग्गातिर कस्ता मान्छेहरू हुन्छ, कति राम्रा हुन्छन्? शिक्षित परिवारहरू कति राम्रो हुन्छ भन्नु न। नपढे लेखे नपढेको आमा बुवा दिदीबहिनीहरू पनि कति बुझ्ने हुनुहुन्छ है। त्यही कोही त पढे लेखे भए पनि कस्तो अबुझ क्या, अब कस्ता अबुझ हुन्छन् नि त। मैले मान्छेको नाम तोकाएर भन्दिनँ साथीहरू, होइन क्या। गाउँ समाजमा जस्ता पनि देखिन्छ, जस्ता पनि मान्छे हुन्छन् है साथीहरू। आफूले चित्ता आफ्नो मनदेखि नचित्ताका कुरा काट्दै हिँड्ने साथीहरू। एउटा कालो पानीमा बिक्ने, अर्काको घरमा के गरेको छ भनेर चासो गर्दै हिँड्ने आइमेहरूमा चाहिँ जाओस् है यो साथीहरू। अर्का कुरा काट्दै हिँड्ने, अर्का घरमा के छ कसो छ भन्दै कुरा काट्दै हिँड्ने, फलानु कहाँ गई के गरी भनेर चासो गर्दै हिँड्ने आइमेहरू भाटामा चाहिँ पुगोस् के यो कुरा चाहिँ, होइन साथीहरू? के चासो लाग्यो होला अरूलाई, के चासो छ हो अरूलाई साथीहरू? आफ्नो चासो गरौँ न, आफ्नो ज्यानको ख्याल आफै गर्ने हो नि त। अर्का चासो गरेर के पाइन्छ र, हो कि होइन साथीहरू? भार नभएको कुरा काट्ने साथीहरू, भार नभएका साथ कुरा काट्ने होइन क्या। मान्छेहरू त अलिकति परिवर्तन हुनुपर्छ, अलिकति कि तिनीहरूलाई चेतनाको कमी भएको हो। चेतनाको कमी भएको भने दिनरात यस्तो यो पुरा सम्पन्नशाली यो हाम्रो नेपाल जस्तो देशमा त बस्न पाएका मान्छेहरू साथीहरू, कसैको पनि कसैले कुरा काटेर केही पनि हुँदैन नि साथीहरू। सबैजना आफआफ्नो भाग्य आफआफ्नो उसले हिँड्ने हो नि त, होइन र? अर्काको कुरा काटेर के पाइन्छ? अर्काको कुरा काटेर एकछिन रमाइलो हुन्छ, फेरि भएको कुरा काटिने हुन्छ नि, नभएको कुरा हच्च मुख र मनदेखि लिएर हच्च बोलिदिने साथीहरू। त्यस्ता पनि साथीहरू हुन्छ, त्यस्तो पनि आफन्त हुन्छ। त्यस्ता अर्काको कुरा काटेर बस्ने पनि, अर्काको कालो पानीमा बिक्ने पनि मान्छे हुन्छ। अर्काको कालो पानीमा बिक्ने चोसो गर्दै हिँड्ने साथीहरू, त्यस्ता साथीहरूबाट पुगोस् क्या, त्यस्ता आइमेहरूबाट पुगोस्। कस्तो भला आदमी हुनुहुन्छ कोही, जो कुरा काटेर हिँडेको छ साथीहरू, जो कुरा काट्ने त्यस्तो खपिस हुनुहुन्छ नि, उहाँलाई मात्रै भनेको है मैले। अरू कसै मेरा दिदीबहिनीहरू कसैलाई भनेको होइन क्या। बानी